यो खोलालाई घुम्सा खोला भन्छ। घुम्सा खोला नै यो बर्खामा जस्तो ठुलो आउँदो रहेछ। अनि यहाँ पुल छैन, घेरलिङ राखेको छ। घेरलिङमा पनि सानो रहेछ, घेरलिङ सानो। तलको चाहिँ घेरलिङ ठुलो डम्बरको, अहिले यहाँ घुम्सा खोलाको चाहिँ यो सानो घेरलिङ छ। यसमा चाहिँ कति एकजना मान्छे र भारी चाहिँ चराउने रहेछ। यहाँ चाहिँ यो सरर गयो अरे घेरलिङ यसरी जानुपर्छ। तल झऱ्यो भने चाहिँ खोलामा झऱ्यो भने चाहिँ गयो जो तल घुम्सा खोला ठुलो गइरहेछ, सुसाइरहेछ, कराइरहेछ। यो घुम्सा खोला छेउमा इटाली बजार, इटाली ठाउँ भन्ने ठाउँमा यहाँ हामी होटलमा चाहिँ बसेको बास। यो होटलहरू पारेको, यो यताको चाहिँ किचनहरू। aquel cosón está ahí. Ya, kami yang baru sana. Ya, kami baru. Ya, punya. यो तल खोला बगेको चाहिँ घुम्सा खोला भन्छ। तल चाहिँ लामेटार भन्छ। लामेटारदेखि आएको हामी चाहिँ यहाँ माथि डाँडामा आएको। अब लगभग 1.5 घन्टामा त आइपुग्यो होला। भारीसँग छौँ, त्यही भएर धेरै गाह्रो छ उकालोमा हिँड्नु। अनि भेडाहरू पुरै चढाएर ल्याएको रहेछ। भेडा पलान रहेछ यता माथि माथि त हेर्नुहोस् पुरै भेडाहरू। ओहो हाम्रो भाइ बहिनी हाम्रो तयार भन्नुभएको छ। हाम्रो दिदी ल, हाम्रो अशोक सर यहाँ पनि पानी पिउँदै हुन्छ, तातो पानी खाँदै हुन्छ। ल अब ल बाटो लागौँ है, लु बाटो लागौँ, ल बाटो लागौँ, ल बाटो लागौँ है। बाटो साथीहरू फक्तङ यात्रा यसरी हाम्रो रमाइलो भइरहेछ। ढाकर बोकेर उकालो पसिना खल आउँदै उकालो हिँडिरहेको छु। हाम्रो दिदीहरू धमाधम ल बाटो लाग्नु भयो, भारी बोकेर। ल दिदीहरू ल ल ल र के पाउनले के घुमाउनु पर्छ भन्दै उकालो लाग्दै हुनुहुन्छ सेवाको लागि। यो पारीपट्टि देखेको गाउँ अम्जेलिसा भन्ने गाउँ हो। त्यहाँ बास बसेर आएको हो। अहिले हामी पारी भित्तामा पुगिसकेको छौँ। यो डाँडा काँडा ल हाम्रो भक्तजनहरू यहाँ थाकेर चौतारामा बिसाएर बस्नु भएको छ। एकदम थाकिरहेको छ र हामीले धेरै मौसमले साथ पनि दिएको छ र हामीले माङले पनि दया गरेको जस्तो छ हैन, माङले हेरेको जस्तो पनि छ हैन। त्यसकारणले पनि यो डाँडा पाखाहरू एकदम मौसम सफा, एकदम खुल्ला आकाश देखिँदै छ। र यसरी नै हामी यात्राको क्रम जारी नै रहेको छ। यहाँ हाम्रो टङ्क कुङमाले भारी मिलाउँदै हुन्छ। अब उकालो सुरक्षा गर्दै हुनुहुन्छ, लाग्ने सुरक्षा गर्दै हुनुहुन्छ। र यहाँ हाम्रो साथीहरू, यहाँ हाम्रो आतङ्कवादीहरू, अरू हाम्रो महिला आतङ्कवादीहरू हिँडिसक्नु भएको छ। यात्रा चाहिँ एकदम केही पाउनलाई केही घुमाउनुको लागि अब हामी यताबाट जाने। यहाँ माथि हिउँ परेको छ, हिमालमा हिउँ पनि परेको छ यतातिर। अब यो उकालो बाटो लाग्नुपर्ने छ। अब लाग्नुको लागि चाहिँ तर्खर गर्दैछौँ हामी। यहाँ यसो माङभुङहरू पनि लाउँदै हुनुहुन्छ हैन, माङभुङहरू लाउँदै हुनुहुन्छ हाम्रो साथीहरूले। यहाँ हामी बास बसेको यो रुमहरू हो। यो आएर यहाँ चाहिँ बास बसेको यो ग्याप्ला भन्ने ठाउँमा चाहिँ